हेलो एभ्रिवान, आज चाहिँ हामी चारजना रामेछापको खाडादेवी मन्दिर जाँदैछौँ है गाइस। हामी चाहिँ यो मङ्गलधार र नेपाल थोकको बिचमा छौँ है। यहाँ चाहिँ पुलमा देखेर हाम्रो आएको भाइलाई फोटो खिच्नु पर्ने रे। बाइकमा एमटीको बाटो चाहिँ नेपाल थोकमा चाहिँ हामीले टी ब्रेक लिएर चाहिँ फेरि राइड कन्टिन्यू गऱ्यौँ। मन्दिर जान चाहिँ हामी मुलकोटबाट लेफ्ट लाग्नुपर्छ। यो हाम्रो चार्जिङ स्टेसनबाट चाहिँ लेफ्ट लगाएर तल झर्नुपर्छ। अनि कोशी तरेसी चाहिँ सिन्धुली र रामेछाप जिल्ला छुट्टिन्छ। यहाँ चाहिँ 4 घरे बस्तीको चाहिँ वेलकम गेट रहेछ है त गाइस। हुस्यो लागेछ यहाँ चाहिँ। यहाँबाट मुलकोटबाट 1 घन्टाको राइडमा चाहिँ हामी मन्दिर पुग्यौँ। 15 मिनट्स जति चाहिँ अफ रोड थियो। हामी चारैजना चाहिँ फर्स्ट टाइम खाडादेवी मन्दिरमा दर्शन गर्न आएको छौँ। हामीले चाहिँ फर्स्ट टाइम मन्दिरको आँगनमा घरहरू देख्यौँ है। देखेर चाहिँ अचम्म लाग्यो।